सरिता, कामहरू छिटो छिटो सकेर त्यहाँ भाइहरूलाई होमवर्क गराए। सरिता, भाइहरूको स्कुल जाने बेला भएन, लुगा लगाइदे। आमा, म पनि स्कुल जान्छु नि। को स्कुल जान्छु हो? छोरी मान्छे भएर। छोरी मान्छे भनेको त अर्का घरमा जाने जाएको। जा त भाइले स्कुल पुऱ्याएर आइज। मलाई घरमा आएर काम छ बिस्ता जा। फेरि के को नक्कल हो? त्यत्रो काम छ वहाँ, जा भान्सा सफा गर्नु छ, छिटो सफा गरेर आइज जा। उफ, बिहानदेखि काम काम काम, रातिसम्म काम, पढ्न जान नि पाउँदिनँ। के छोरी मान्छे काम गर्नको लागि मात्र जन्मेको हो र? सरिता, छिटो छिटो कपडा धो है त फटाफट लाएर। त्यहाँ घर पनि सफा गर्नु छ। भाइहरूले छरपष्ट पारेका छन् पुरै फोहोर बनाएर घरहरू। यहाँ म जतिखेर काम मात्रै भन्नुहुन्छ, बिहानदेखि काम गरिरहेको त सुने। स्कुल पनि जान दिनुहुन्न, भाइहरूले मात्रै जान दिनुहुन्छ। जतिखेर पनि काम मात्रै गराइराख्नुहुन्छ, दिक्क लागिसक्यो। अब के गर्छस् त, छोरी मान्छे भएर जन्मिहालिस्। हाम्रो पालामा त 13 उमेरमा मैले तँलाई पाएको थिएँ। अझ हाम्रो पालामा त छोरी मान्छे पढ्यो भने बोक्सी हुन्छ भन्थे। तपाईँको पालामा पनि त्यस्तै मान्छे सोच भएका व्यक्तिहरू भएर त तपाईँको जिन्दगी चुलो चौका मात्रै सीमित भयो कि म पनि त्यस्तै गरेर बस्नु त? दिक्क लाग्छ कहिले